हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी टोकियोको डिज्नी सी जाँदैछौँ है। मलाई चाहिँ यहाँको जापानको चिसोले भेटेको छ कि पुरै रुगा लागिरहेको छ भने। अनि हामी डिज्नी सी जाँदैछौँ बिहानै भन्नाले त 10-11 कति बजेको थियो। त्यसपछि यो गाडीबाट झर्दा चाहिँ मैले सबको भिडियो लिएको है। सुरुमा हाम्रो ठुलो दिदी झर्नुभयो, झरेर आफ्नो परिचय दिदी हुनुहुन्छ, म अस्मिताको जेठान दिदी भन्दै। अनि त्यसपछि रोशन झर्नुभयो, अहिले चाहिँ अरे दिवानो भन्दै गीत गाउँदै हुन्छ नि, हिरो पारामा के भनेर झर्नुभयो। अनि दिदीले चाहिँ हिजो यो खलासी भएको उहाँ हो है भन्दै जिस्काइराख्नु भएको होइन। अनि यसपछि चाहिँ हाम्रो दाइ झर्नुहुन्छ, दाइको टर्न। अनि दाइ झर्नुभयो, दाइपछि अनि हाम्रो माइलो दाइ पनि सँगसँगै झर्नु भएको छ। हाम्रो यस्तो फ्यामिली ट्रिप चाहिँ फर्स्ट टाइम हो कि। अबसम्म 3जनै दाजुभाइ अनि बुहारीहरूको भेट भएको थिएन नि त, म पनि कहिले बसेको थिइनँ सँगै। यो चाहिँ फर्स्ट ट्रिप हो हाम्रो होइन। एकदमै रमाइलो भइरहेको थियो सबैजना सँगै हिँड्नलाई, घुम्नलाई। अनि हाम्रो माइल दिदी पनि झर्नुभयो सानीलाई लिएर। सानी पनि एक साइड बिचरा 4 महिनाकी छिन्, यिनीलाई थाहा त केही हुँदैन। पछि अब भिडियो देखाउँदा खुसी होली नि ठुली भएपछि। यिनी हामीले ठुली छोरी, यिनी एक्साइटेड छिन् ऱ्यापुन्जेललाई भेट्न जानलाई, सानी र ठुली। अनि हाम्रो ड्राइभर छोरो पनि झऱ्यो। अनि त्यसपछि म पनि झरेँ। अनि हामी लाग्यो भित्रतिर। हामी चाहिँ टिकटहरू पहिले लिएको थियौँ डिज्नी सीको। अनि त्यहाँ चेक हुँदो रहेछ कि भित्र जानको लागि। हामी भित्र पनि गइसक्यौँ। अनि दिदी र म चाहिँ मिकी माउसको यस्तो किनेर होइन अनि लगायौँ, सबैजना लगाएको थियौँ। यो भित्रको यस्तो राम्रो के ठाउँ, त्यो हामीले मुभीहरूमा देख्थ्यौँ नि, त्यो जस्तो जस्तो थियो नि यो त्यस्तै कि कस्तो राम्रो ठाउँ कि। मलाई त यस्तो मन पऱ्यो नि यो ठाउँ त। अनि कति राम्रो कि। अनि हामीले सानी नि उहाँ एक्साइटेड भएर खुसी भइन्, गफ गरिराखिन् त्यहाँ। गफ गरिकन खेलिरहेन हामीले सानी चाहिँ। अनि हामी त्यसपछि ट्रेनमा, हाम्रो यो ट्रेनको स्टेसन हुँदो रहेछ कि, एक ठाउँबाट अर्को जान नि ट्रेनमा चढ्ने, कुनै कतै बोटमा चढ्ने, यस्तो हुँदो रहेछ। हामी पहिला गेम खेल्नको लागि गयौँ। अनि म र ठुलो छोरी चाहिँ गेम खेल्यौँ। अनि अरू पनि खेल्नु भएको थियो, अर्को उसमा बस्नु भएको थियो। म र छोरी चाहिँ सँगै बसेको थियौँ। यस्तो रुगाले गाह्रो बनाएको छ नि मलाई। अनि यो चाहिँ यो डिज्नी सी उता त फ्रोजनहरू बस्छन् नि, त्यताको ठाउँमा गयौँ हामी। त्यसपछि चाहिँ यहाँ त्यो कार्टुनहरू हेर्थ्यौँ नि हामी। यो चाहिँ ऱ्यापुन्जेल बस्ने ठाउँ, यहाँ पुरै गीत गाइरहेको ऱ्यापुन्जेल बाहिर बसेर, तल चाहिँ झरिने नि। अनि एकछिन हेऱ्यौँ। हाम्रो सानी छोरी आहाना चाहिँ एकदम ठुलो फ्यान के ऱ्यापुन्जेलको। ऱ्यापुन्जेल किन झरिने, किन माथि बसिने भनेर भनिरहेको थिइन्। त्यसपछि हामी फ्रोजनमा गयौँ यो आना र एल्सालाई भेट्नको लागि। यो भित्र जानको लागि हामी 2 घन्टा लाइन बस्यौँ कि। यति लामो लाइन बस्यौँ नि, उनीहरू आत्तिसकेको थियौँ कि। यस्तो राम्रो थियो नि भित्र लाइन। भित्र पनि 3-4वटा रुमभित्र पनि लाइन बस्नु परेको कि, यति लामो लाइन कि यहाँ चाहिँ। अनि हामी फाइनली त्यहाँ पुग्यौँ। यहाँ चाहिँ त्यो बोटमा बसेर हामी पुरै देखाउँथ्यो कि, सानो त हुन्छ नि त्यत्रो मुभी चाहिँ 15 मिनटमै सबै हामीलाई देखाइदिएको थियो कि। यो हेर्नु यहाँ सबै स्टोरी छ यो 2जना दिदी बहिनीको। उहाँ गीत गाइरहन्, कस्तो राम्रो के। यो भित्र चाहिँ हामीलाई जस 2 घन्टा लाइन बसेको पनि ठिकै भयो कि। अन्त कस्तो इमोसनल भएको यो यसरी हेर्दा के, त्यो सानैदेखि हेरेको मुभीहरू होइन, यस्तै रियल जस्तो लाग्यो कि त्यहाँ गएर हेर्दा त, पुरै आफू बोटमा गएर हेर्दा। अनि यहाँ सिद्धियो। हामी यसपछि झरेर बाहिर निस्क्यौँ। बाहिर त्यति बेला रात परिसकेको थियो, 6 बजेको थियो क्या। कस्तो राम्रो हेर्नु, रियल जस्तो कि सबै यो पुरा लाइटिङहरू यताउति, कस्तो राम्रो के ठाउँ चाहिँ। घर फर्किने मन नलागेर रातिसम्म बस्न चाहिँ एकदम चिसो थियो कि, लास्टै जाडो थियो होइन। अनि सानो नानीहरू पनि थियो नि, अनि गाह्रो हुन्छ भनेर चाहिँ हामी बाहिर निस्क्यौँ। त्यति छिटो निस्किँदा त यस्तो रुगाले भेटेको छ। अब रातिसम्म बसेको भए त के हालत हुन्थ्यो होला मेरो। अनि हामी निस्केर आफ्नो रुमतिर फर्कियौँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।